हेलो फिल्म लभर, के तपाईँलाई थाहा छ नेपालले अस्कर रिप्रेजेन्ट पहिलो पल्ट कहिले गरेको थियो र त्यो कुन फिल्म थियो र निर्देशक को थियो? आउनुहोस् एकैछिन फिल्म हिस्ट्री बुझौँ। सन् 1999 मा रिलिज भएको फिल्म जसको डिरेक्सन फ्रेन्च फिल्म मेकर एरिक भ्यालीले गरिएको थियो, कारवा, जसलाई हिमालय भनेर पनि यो फिल्मलाई चिनिन्छ। यो फिल्मको मोस्टली प्रोडक्सन र प्रोड्युसिङ ग्याल्टेटल फिल्म्सले गरिएको थियो। फिल्मले नेपालको डोल्पा क्षेत्रको सुन्दरतालाई मात्र होइन, हिमालय जनजीवन र संस्कृतिलाई पनि वास्तविक रूपमा देखाइएको थियो। कारवालाई विशेष बनाउने कुरा यसको रियलिस्टिक टेक पनि थियो। डोल्पामा बसिएका नन प्रोफेसनल एक्टरहरूले नै यो फिल्ममा एक्ट गरिएको थियो, जहाँ उहाँहरूले आफ्नो वास्तविक जनजीवनलाई नै र परम्परालाई नै सिनेमामा उतारिएको थियो। यो फिल्म एउटा स्टोरी टेलिङ र सांस्कृतिक संरक्षणको एउटा राम्रो मिश्रण थियो। सन् 2000 मा कारवाले एउटा इतिहास रच्यो। बेस्ट फरेन ल्याङ्ग्वेज फिल्मको लागि एकाडेमी अवार्डमा नोमिनिज प्राप्त गर्ने यो नेपालबाट पहिलो फिल्म बन्यो। यो फिल्मले आफ्नो क्याटेगोरीमा अस्कर नजिते पनि यसले वर्ल्ड सिनेमामा नेपाली सिनेमाको छाप र अस्तित्व देखायो। कारवा एउटा फिल्म मात्र होइन, यो हाम्रो लागि एउटा उम्मेदको प्रतीक हो र हाम्रो कथाहरूको शक्तिको प्रमाण हो। यस्ता थप इन्स्पायरिङ फिल्म हिस्ट्रीको लागि द आरडीलाई फलो गर्नुहोस्। एभ्रीवन, सी यू टुमोरो।